नौ दुर्गा माता की जय होस। नौ दुर्गा माता की जय होस। सबै माता पिता, दाजू भाई, दीदी बहनी, इष्ट मित्र लगायत संपूर्ण छठ पर्व को हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। माताजी को कृपाले र तपाईहरूको आशीर्वादले आज म केही सनातन धर्म को बारेमा र छठ माता को कृपाले म हजुरहरूलाई केही जानकारी माताजी को कृपाले दिन चाहन्छु। हामी छठ मनाउँदाखेरि हामी सबैजना आफ्नो पूजा गर्ने जुन वेदी हुन्छ, जुन हामीले त्यसलाई भगवान रूपी सम्झेर, देवी को अस्तित्व सम्झेर हामीले त्यसलाई नदीको घाटमा सजाउँछौँ सबजना मिलेर र माताजी को शोभा बढाउनको लागि र सकारात्मक ऊर्जा प्राप्त गर्नको लागि अनि नकारात्मक ऊर्जासँग लड्नको लागि हामीले भोलेनाथ शंकर जी को त्रिशूल पनि माता छठ को किनारमा, वेदी को किनारमा समर्पित गर्नुपर्छ, त्यहाँ राख्नुपर्छ। त्यो त्रिशूल एउटा सकारात्मक ऊर्जा हो, जुन नकारात्मक ऊर्जालाई त्यो वेदी को किनारमा कहिले आउन दिन्न। त्रिशूललाई त्यहाँ समर्पित गरेपछि, त्रिशूललाई त्यहाँ गाडिसकेपछि हामीले सूर्य भगवान को आरती गरेर अनि सूर्य भगवान को उपासना माता अनि जुन माता अनि दिदी बहिनीहरूले जुन छठ माता को पूजा गर्नुहुन्छ, उहाँहरूले सूर्य भगवान को अस्तित्व र पृथ्वी को अस्तित्व र जलमा उहाँहरूले सूर्य को आरती सहित गंगा जस्तो पवित्र स्थलमा आफूलाई समर्पित गरेर भगवान सूर्य को उपासना गर्नुहुन्छ। उहाँहरूले पनि त्यो त्रिशूललाई साक्षी राखेर, शंकर भोलेनाथलाई साक्षी राखेर, पार्वती मातालाई साक्षी राखेर उहाँहरूले त्यो त्रिशूल आफ्नो वेदीको अगाडि गाड्नुपर्छ। पूजा सकेपछि त्यो त्रिशूल आफ्नो घर ल्याउनुपर्छ र त्यसलाई आफ्नै घर स्थापित गर्नुपर्छ र हरेक दिन त्यहाँ फूल कपूर अनि पूजा पाठ गर्नुपर्छ। सधैँ पूजा गर्नु, दिनदिनै पूजा गर्नु नै सकारात्मक ऊर्जा हो। त्यसैले म सबै नेपाली दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र लगायत म सबैलाई माताजी को कृपाले त्रिशूललाई त्यहाँ हरेक वेदी को किनारमा गाड्न माताजी को कृपाले भन्न चाहे अनि सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई छठ माता को कृपा बनिरहोस्, नौ दुर्गा माता को कृपा बनिरहोस्। चाँद र सूर्य हाम्रो झण्डामा जस्तै पृथ्वी र आकाश र यो सृष्टि रहन्जेलसम्म, जबसम्म यो चाँद र सूर्य रहन्छन् तबसम्म नेपाल र छठ माता को जय जय होस् भनेर म सबै सनातनी मातालाई यो छठ को अपार शक्ति, अपार आशीर्वाद, स्वास्थ्य दीर्घायु को कामना गर्दै म माताजी को कृपाले तपाईहरूको भक्त, तपाईहरूको सेवक, माताजी को सेवक म सपनो सोशल मीडियाबाट माताजी को कृपा बनिरहोस्, छठ माता को कृपा बनिरहोस् र तपाईहरूको जीवनमा सफलता, शुभकामना सधैँ सुखी रहोस् भनेर म गंगा माता, सूर्यदेव, धरती माता, छठ माता, नौ दुर्गा माता, हरेक देवी देवता, 33 कोटी देवी देवतासँग कामना गर्दै म तपाईहरूलाई पुनः एकपटक छठ को शुभकामना दिँदै म यो सोशल मीडियाबाट विदा हुन चाहे। र त्रिशूल को गाडिसकेपछि त्यसमा जय माता दी को झण्डा अथवा जय माता दी को लाल को एउटा कपडा होस् अथवा हामीले न प्रयोग गरेको कपडा हुनुपर्छ, जय माता दी लेखेको। त्यसैले त्यहाँ त्यो त्रिशूलमा हामीले सिन्दूर पनि लगाउनुपर्छ र त्यो त्रिशूलमा हामीले पनि धूप को अक्षत, धूप र अक्षत पनि त्यहाँ अर्पण गर्नुपर्छ।
अनि माताजीको कृपाले म अरू केही बोल्न चाहे तपाईहरुले ध्यान दिएर सुन्नु होला। साक्षात देवीको कृपाले तपाईहरुको सम्मुखमा आज बोलिरहेको छु। यो अति नै सनातनको लागि अति नै जरुरी पनि थियो र माताजीको कृपाले म तपाईहरु लाइभ आएर आज बोलिरहेको छु। तपाईहरुले यसलाई ध्यान दिनु होला, मनन गर्नु होला। सनातन धर्म भनेको सकारात्मक ऊर्जा हो। सकारात्मक ऊर्जा भयो भने हामीसँग सकारात्मक शक्ति आउँछ अनि सकारात्मक शक्ति आयो भने हामी आफ्नो मनलाई जित्न सक्छौं अनि मनलाई जित्यो भने हामीले संसारलाई पनि जित्न सक्छौं। त्यसैले कृपया यो मेरो आवाज हैन, यो माताजीको आवाज सम्झेर तपाईहरुले यसलाई ध्यान दिनु होला। त्रिशूल राख्नु होला, त्यो माताजीको प्रतीक पनि हो र त्यो सकारात्मक ऊर्जाको पनि प्रतीक हो। अनि हामी गाना बजाउँदाखेरि सर्वप्रथम गणेश र लक्ष्मीको आरती गराउनु पर्छ। समापन हुँदाखेरि छठ माताको पनि आरती हुनु पर्यो, नौ दुर्गाको आरती पनि हुनु पर्यो। हामीले कृपया यो सबै ध्यान दिनु पर्यो र छठ माताको पूजामा हाम्रो नेपाल सरकार पनि यसमा सुरक्षामा पनि खट्नु पर्यो। नदीहरूमा ब्यानर लगाउनु पर्यो, कति पानी कहाँ छ त्यो सब निगरानीमा राख्नु पर्यो। नहुँदाखेरि हामीले त्यसलाई सुरक्षित मतलब त्यहाँ हरेक निकायबाट त्यहाँ म आग्रह गर्न चाहे माताजीको कृपाले कृपया ध्यान दिनु होला। हामीले कुम्भ मेला इन्डियामा हेरे कति भिड थियो, त्यसलाई धान्न कति गाह्रो हो, घटना नहोस् भनेर म माताजीको दुर्गाजीको कृपाले म यहाँ माताजीसँग दुईटै हात जोडेर बिन्ती गर्न चाहे। कृपया सबै निकायहरूले यो छठ माताको पूजाको लाई सब र भव्य बनाउनको लागि कृपया नेपाल सरकारले पनि ध्यान दिनुपर्ने कुरा आएको छ र हरेक नदीको घाटमा कति गहिरो पानी छ, कहाँ छ, ब्यानर लगाउनु पर्यो, घटाउनु पर्यो र सबैको लागि शुभ र सुलभ बनाउनु पर्यो। यो हाम्रो सबैको दायित्व र हाम्रो मातृभूमिमा छठ माताको जय जय होस् भनेर कामना गर्दै म सबैलाई छठको शुभकामना दिँदै म आफ्नो सोशल मिडियाबाट बिदा हुन चाहे। जय हो छठी मैया की जय।